अब चक्का हो। पागल औरत, तुझे अक्ल है? तू क्या बोल रही है? चुप चुप हो जा, 7वीं फेल, चुप। हाम्रो केपी बा भएसम्म त्यस्तो गरेर काम हुन्छ। साथीहरू राम्रोसँग हेर्नु है, यहाँ ट्रेन जान्छ यति फास्ट जान्छ त्यही भएर राम्रोसँग हेर्नु है साथी। हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। म रवि जापानबाट फेरि आज नयाँ भ्लगमा स्वागत छ। आजको भ्लग जापानको बिरालो नै बिरालो भएको आइल्यान्डमा जाँदैछौँ। हेर्नु होला बिस्तार जानला हामी। यो केटी हाँसिरहेछ बिना कामको। हामी अब यो गाडीमा जान लागेको। अब यो आजको ड्राइभर यो केटी हो। के हुन्छ हेर्नु। राम्रो गीत लाउ न दाजु। यो भन्दा राम्रो त कस्तो हुन्छ यार, मेरो दाजुलाई भन्नु न। राम्रो त्यो अस्तिको मलाई मनपर्ने गीत लाउ। त्यो के थियो अरे, त्यो बिर्स्यो त यार। त्यो उयो गीत के गीत हो अरे, साँच्ची बिर्स्यो भने भन त। त्यही हो कि क्या हो? यो कि क्या हो मन पर्ने गीत हो यही त। यारलाई मन पर्ने गीत थाहा छैन। मायाको कुरा अनि भेटघाट बेकार हो। मायाको कुरा अनि भेटघाट बेकार हो। जानी जानी नबोलाऊ भेट्न सुनसान मायाको। सबैजनालाई भोक लागेर हामी कम्पनीमा झरेर सबैजनाले आफ्नो आफ्नो मनपर्ने सामान किन्दैछौँ। साथीहरू अगाडि हेर्नु होला। सिङ्खासन थियो। जापान भनेको विश्वको सबैभन्दा पहिलो घाम उदाउने देश हो, त्यही भएर यस्तो देखेको हो। साथीहरू कसले भन्यो जापानमा खेतहरू छैन भनेर? नेपाल जस्तै खेतहरू छ। दिल थाम के बैठो यहाँ, अब ट्रेन आएगा। कस्तो दामी घर छ हेर्नु साथीहरू। साथीहरू राम्रोसँग हेर्नु है, यहाँ ट्रेन जान्छ है, ट्रेन जान्छ। गयो क्या हरियो ट्रेन। अब बुलेट ट्रेन जान्छ साथीहरू। यहाँ हेर्नु है राम्रोसँग, राम्रोसँग है, ध्यान दिएर हेर्नु है। हेर्नु फेरि गयो भने फेरि मलाई गाली नगर्नु होला। फेरि हेर्नु है, हेर्नु जान्छ। आँखा नझिम्काउनु है। गइसक्यो आँखा नझिम्काउनु। आयो साथीहरू, आयो डिजल सकाएर त्यो अलिकति स्लो थियो साथीहरू। अस्ति त हामीहरू त देख्नै नसक्यो। डिजल कम भइरहेको। हेर्नु साथी, हेर्नुहोस् जापानमा कस्तो घर हुन्छ। नेपालमा यस्तो घर देख्नुहुन्छ तपाईँको? यो चाहिँ मोमिनको घर हो है साथीहरू। साँच्चीकै मोमिनको होइन त, मोमिनको घर होइन यो, मोमिनको घर होइन यो। साथीहरू हामी गाउँतिर लागे है त। अब जापानको गाउँतिर लागे। अब हामी सबैजना अब मकै गोड्न जाँदैछौँ। अबे साले, कोदो गोडेर लाउने हो त्यसो। अब असार महिनामा धान सान रोपेर अब टोकियोतिर फर्किन्छु। अब धान पाक्छ अनि त्यसपछि काट्न आउँछ। एउटा गोरु यहाँ छ। गोरु जोत्नु पर्यो। अब यस्तै हो जिन्दगी भन्नेमा त। जापान सपान यताउति केही, जापान सपान केही छैन। हाम्रो नेपालभन्दा उता छ। गोरु त छैन यहाँ, पाउँदैन। त्यही भएर गोरु, दुईवटा गोरु यहाँ, एउटा अर्को छ, अर्को यहाँ छ बोकेर आएको। अब एउटा चाहिँ यो फाइदा छ यहाँ। अब धान रोप्न जाँदा पनि, मकै गोड्न जाँदा पनि कारमै जान्छौँ हामी।
त्यतिसम्म स्ट्यान्डर्ड चाहिँ मेन्टेन गरेछौँ हामी गर्नै पर्यो दाजु भए त हुँदैन त्यतिसम्म स्ट्यान्डर्ड मेन्टेन गरेछौँ हामी ठिकै छ अब यो खेतमा चाहिँ अलिक पछि रोप्नु पर्ला अलिक यो अलिक पछि गर्नु पहिला उतादेखि गरिदिउँ फाइनली गाइज हामी जहाज चढ्ने ठाउँमा पुग्न लगाइसक्यौँ अब केही बेरमै पुग्नेछौँ जिन्दगीमा फर्स्ट टाइम जहाज चढ्न कहाँ केपी ओलीले बनाएको जहाज चढेको केही ल्याएको जहाज चढ्यो नि त मैले नि त्यही जहाज चढेको हो क्या नेपाल दाजु हामी चाहिँ जहाजको टिकट लिन जान लागेको ए जहाज होइन पानी जहाजको टिकट लिन जान लागेको पुल तो जी हाँ निस्सेङ गएको एकजना 2500 टिकट निस्किरहेको छ अब यहाँबाट 券とお金をお取りください。 खैरो त्यस्तै बिराले लाड छ दाजु यहाँ त बिराले हेर्नु 2500 तिर्नुपर्ने हो के गर्नु त्यो टिकट यो हेर्नु हामी बिरालो 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 भएको ठाउँमा जानलाई 2500 एकजनाले 2500 रुपियाँ तिर्नुपर्छ हार्दैछ त बिरालो लाड छ बोक्सी हुँदैन यहाँ बिराले जानुपर्ने र साथीहरू हामी यो समुद्रको बाटो हुँदै जाने हो आयो हाम्रो पानी जहाज आयो हाम्रो टाइटेनिक आयो यस्ता साथीहरू टाइटेनिक हाम्रो टाइटेनिक ठुलो टाइटेनिक आयो पानी जहाजमा कसरी चढ्ने साथीहरू हेर्नुहोस् ओए टाइटेनिक पोत दे उस्तादी फाइनली हामीहरू बिरालोको आइल्यान्ड तासिरोजीमा आइल्यान्डमा आइपुग्यौँ हामीहरू जहाजबाट ओर्लिँदैछौँ अब बाँकी विस्तारमा हेर्नुहोला है त साथीहरू बिरालोको आइल्यान्ड हो साथीहरू यहाँ कुकुर अलाउड छैन तर यो कुकुर आइपुग्यो छ कहाँबाट कुकुर अलाउड छैन तर यो कुकुर कहाँबाट आइपुगेछ हेर्नु साथीहरू जहाजमा चढेर कहाँबाट हामी कहाँ आइपुग्यौँ यो बिरालो काइनमा एउटा बिरालो भुस्या बिरालो पाए केही देखेको छैन हामीले त्यो त बिरालो हाम्रो नेपालमा कति हुन्छ यस्तो बिरालो हुन्छ भनेर आएको देख्नुभयो साथीहरू भुस्या बिरालो अर्को बिरालो यसैमा आएको साथी हामी बिरालो भर्खरै यसैमा आएको हो त्यो साथीहरू बिरालो देख्यो बाटो काटे थुतु गरेर ए बिरालो हेर्नलाई मान्छेहरू कहाँबाट आउँछ हेर्नु अब नेपालमा फ्रीमा दिएर पठाइदिन्छ सिटीमा बस्ने मान्छेहरू अहिले यसो मुड फ्रेस गर्नु छ भने यो आइल्यान्डमा आउँदा हुन्छ एकदम राम्रो छ के गर्दैछ यिनीहरू
सृष्टि भन्छ चलिरहँ मन त भन्छ सबैसँग यो जानवरहरू हेर्नुहोस् 4 जना छ यो जन्तुहरूलाई यही छोडेर जानु पर्यो अब एक्लै साथै समुद्रको पानी नुनिलो हुन्छ भन्छ कोही चाखी हेर्छु छ्या समुद्रको पानी साँच्चीकै नुनिलो हुँदो रहेछ साथीहरू लास्टै नुनिलो थियो यो बिरालोको राज हो यहाँ साथीहरू अब फर्स्ट टाइम बिरालो र कुकुरको भेट हुँदैछ राम्रोसँग त्यही पनि जुधा छैन अब जुत्न कसरी जुधोस् जापानमा छ त्यही भएर ल साथीहरू अब त्यो आइल्यान्ड तलबाट माथि हामी जाँदैछौँ माथि हामीहरू जाँदैछौँ यो माथि अब गाउँ जस्तो छ टापुको माथि गाउँ छ यो घरहरू हेर्नुहोस् यो आइल्यान्ड हो सबै आइल्यान्ड माथि भएको घरहरू छ र बिस्तारै हेर्नुहोस् होला है त म बिस्तारै सबै घरहरू देखाउन गइरहेको छु हेर्नुहोस् नेपालमा भएको घरहरू जस्तै छ यो आइल्यान्ड माथि कस्तो लाग्यो घर तपाईँ यसो हेर्नुहोस् कस्तो छ यो घर पुरै पुरानो घरहरू छ मान्छेहरू त छैन खासै मान्छेहरू त देख्दिनँ यो आइल्यान्ड हेर्नुहोस् पुरानो घरहरू छ सोलर भएको बत्तीहरू राखिरहेछ यो राति एकदम राम्रो देखिन्छ तर अब रातिसम्म बस्न सकिँदैन हेर्नुहोस् एकदम नेपालको जस्तै याद आयो यहाँ पनि छ बिरालोहरू एकदम धेरै बिरालो त्यही भएर बिरालोको आइल्यान्ड भने हो बिरालो जताततै बिरालो छ साथीहरू हेर्नु जताततै बिरालो छ अघि त बिरालो छैन तल बिरालो त्यति थिएन तर यहाँ माथि आउँदाखेरि बिरालो नै बिरालो छ साँच्चीकै धेरै बिरालो रहेछ यहाँ पनि बिरालो रहेछ यहाँ पनि टन्नै बिरालो छ यो घरहरू सब सुनसान छ साथीहरू यो घरहरूमा कोही पनि बस्दैन यहाँ पनि बिरालो छ त्यहाँ पनि बिरालो छ यो घरहरू सुनसान छ अब मान्छे बस्दैन यहाँ घुम्न मात्र आउँछ बिरालो नै बिरालो छ हेर्नुहोस् साथी यहाँ पनि बिरालो अब हेर्नुहोस् कति पुरानो घर हो यिनीहरू 100 वर्षभन्दा बढी पुरानो घरहरू छ यिनीहरू 100 वर्षभन्दा धेरै पुरानो घरहरू छ सबै छैन सिडीहरू नि बार लगाएर घेरिएको छ सिडीहरू पनि भत्किसकेको छ कति पुरानो होला गेस गर्नुहोस् अनुमान लगाउनुहोस् कति पुरानो घरहरू छ यिनीहरू यहाँ पनि बिरालो छ हेर्नुहोस् साथीहरू त्यहाँ सब बिरालो हेर्न आएको हो जापानमा अरू ठाउँमा कुकुर र बिरालो त्यति धेरै यदि तपाईँहरू भित्र सिटीतिर बसिराख्नु भएको छ भने यो मुड फ्रेस गर्ने एकदम राम्रो ठाउँ हो ओइ रवि खेच्चा मेरो नाम दादा हो मेरो नाम दादा हो छक्का हो रवि छक्का हो हेर्नुहोस् साथीहरू जापानको एउटा राम्रो कुरा यो चाहिँ बिच्चा आइल्यान्डमा हो होइन त्यही पनि आइल्यान्ड हुँदै पनि हेर्नुहोस् यो आइल्यान्डमा पिच कस्तो राम्रो छ पिच बाटो कस्तो दामी छ कसरी बनायो होला छैन त चमकको कुरा साला एउटा हाम्रो नेपाल छ समुद्रै नभएको ठाउँमा पनि पिच यता खाल्टो हुन्छ यता स्विमिङ पुल बनाएको हुन्छ यता पोखरी बनाएको हुन्छ यता नदी हुन्छ यता नाला हुन्छ चोर नेताहरू साला के थिवा जब एउटा सानो देश बनाउन सकेन आइल्यान्डमाथि यस्तो पिच छ यस्तो दामी यो कोही मिल गया र गर्लफ्रेन्ड भएको छ है त्यसै माथि साला हुँदाहुँदै कोही मिलिगएको मान्छेले पनि गर्लफ्रेन्ड पाएछ जाने गर्लफ्रेन्ड पनि त्यस्तै छ गोलाठी कोही मिलिगएको जादुले समेत गर्लफ्रेन्ड पाइसक्यो
दुइटै उस्तै नमुना छ फेरि कोही मिल गया जादु हेर्नुहोस् दुईजना यो जादुहरू आएर त यहाँ घुमिरहेको छ कोही मिल गएको अर्को यहाँ एउटा राम मिलाएर जोडिए काना कोडी भनेर यहाँ छ दुईजना राम मिलाएर जोडिए काना कोडी हेर्नुहोस् अब चाहिँ साथीहरू हामी यो जापानमा मन्दिर भन्छ जापानमा मन्दिर भन्दैन नेपालमा मन्दिर भन्छ जापानमा चाहिँ जिन्जिया भन्छ यिनीहरू यही जिन्जियाहरूलाई पूजा गर्छ मान्छ पैसा चढाउँछ यहाँ चाहिँ बिरालोको मूर्तिहरू राखिरहेको छ सबै बिरालो चढाएको छ बिरालो भनेको यहाँ एकदम शुभ मानिन्छ यो आजभोलि नेपालमा पनि स्टेसनरीमा यो माने किनेको मूर्तिहरू राखिरहेको हुन्छ यसरी बोलाइरहेको हुन्छ नि याद गर्नुभएको छ यो बिरालो छ नि कारहरूमा राखेको हुन्छ हेर्नुहोस् त यो चाहिँ जापानको जिन्जाको घन्टी हो बालेनको घन्टी जस्तै साथीहरू यहाँ एउटा अचम्मको कुरा के हो भनेपछि हेर्नुहोस् यहाँको बाँस भनेको कस्तो छ बाँस उम्रिँदाखेरि नै कस्तो चिटिक्क परेर उम्रेको क्या के हाँगासँग केही छैन र सँगै पनि उम्रेको छैन छुट्टा छुट्टै क्या ग्याप 1 फिटको ग्यापहरू छ र साथी आजको भिडियो हामी यहीँ समाप्त गर्न गइरहेको छौँ अरू कुन टपिकमा भिडियो हेर्न चाहनुहुन्छ होला त्यो अवश्य कमेन्टमा भन्नुहोला र त्यसको लागि यो च्यानल सब्सक्राइब लाइक सेयर गरिदिनु होला धन्यवाद पछि भेटौँला अर्को भिडियोमा